आइरहेको छु है। यहाँनिर चाहिँ क्रिकेट म्याच छ र क्रिकेट म्याच चाहिँ कसको छ भने चाहिँ जङ्गु र लिङ्गीको है। अन्त अहिले चाहिँ म्याच हुँदैछ हो। तपाईँहरूलाई पनि देखाउने छु, तपाईँहरूलाई पनि अपडेट दिनेछु म्याचहरू कस्तो के हुँदैछ भनेर हो। अन्त हामी चाहिँ यहाँनिर 3 जना छु हो। एउटाले यहाँ बल दिएको छु ए हो हेर्दै गर्नुहोस्। र अहिले चाहिँ यहाँनिर चाहिँ हुनुहुन्छ जङ्गुको टिम हो र रिसेन्टली भर्खर सकेको रहेछ युवा गान्तोकको टिमहरूको। र यहाँनिर चाहिँ हुनुहुन्छ यता लिङ्गीको है। र यो चाहिँ कितामको तपाईँहरूलाई ग्राउन्ड पनि देखाइदिइहाल्छु। यहाँनिर चाहिँ म्याच हुनु गइरहेको छ अब है जङ्गु र लिङ्गीको। अन्त हाम्रो आनाम चाहिँ अगाडि नानी लिएर बसिरहनु भएको छ हो। सो जङ्गुले चाहिँ टस जितेर चाहिँ ब्याटिङ लिने डिसिजन लिनुभयो है। र अब चाहिँ म्याच स्टार्ट हुन लाग्यो है। र तपाईँहरूले पनि यतै गर्नुहोस् कस्तो हुन्छ म्याच हो। र यता हुनुहुन्छ आनम दगरा नम त्यति नानी हो। हामी पनि अब म्याच हेर्नु बसेको। आनम चाहिँ म्याच खेल्नै आउनु भएको जङ्गुबाटै। र जङ्गुको चाहिँ अहिले ब्याटिङ हुँदैछ। त्यही रुखको छेउमा चाहिँ एकजना दाजु बसिरहनु भएको रहेछ नि त। हामी चाहिँ सोच्दै थियो एकदमै कन्फ्युज भइरहेको थियो आनम र मचिला किन त्यहाँनिर बसेको एक्लै भनेर। लास्टमा चाहिँ सोच्दाखेरि चाहिँ त्यहाँनिर बल जाँदाखेरि चाहिँ रिसिभ गर्नुपर्ने रहेछ नि त। त्यसले गर्दा चाहिँ बस्नु भएको रहेछ। र यता चाहिँ हाम्रो जङ्गुकोहरू एकदमै ताली मार्दै है म्याचलाई राम्ररी इन्जोय गर्दैछ। र घाम पनि यस्तो लागिरहेको थिएन। हामी चाहिँ रुखको फेदमा थियो नि त। र कितामको घामले चाहिँ यति दामी लाइक हुन्छ नि डर आउँदो रहेछ क्या हो। पुरा बेसी घाम लागेर हामी अब चिसो जग्गामा बस्नेहरू चाहिँ एकदमै बस्नु सक्दैन रहेछ होइन। चाहिँ सबैजना एकदमै व्यस्त है म्याचमा आनन्दहरू अन्त जो होइन। अन्त साइड बाई साइड यता जङ्गुको टिमहरू पनि एकदमै इन्जोय गरिरहनु भएको थियो होइन। साइड बाई साइड अब म्याचको लागि एकदमै उनीहरू पनि प्रिपेयर हुँदै थियो है। र जङ्गुको टिमबाट चाहिँ एकजना आउट भएर चाहिँ हाम्रो चाहिँ अब म्याचको लागि जानु हुँदैछ होइन। अन्त म पनि अहिलेसम्म यसरी म्याच हेर्नु आएको थिएन नि त कहिले पनि किताब पनि। अन्त सो आज चाहिँ मानुटासीको म्याच हेर्दै आएको थिएँ। र के कसो तपाईँहरू म्याच हेर्दै गर्नुहोस्। र हाम्रो आनम चाहिँ रन आउट भएर आउनु भएछ होइन। अन्त ठिकै नानीसँग खेलिरहेको थियो। र हाम्रो साइड बाई साइड हाम्रो एन्टरटेनर हाम्रो नानी पनि आज म्याच हेर्नु आइरहेको छ हो। आपाचेनको फर्स्ट टाइम। र एकदमै गरम भएर चाहिँ अवस्था मेरो जस्तो भइरहेको छ हो। नानीको फ्यान चाहिँ मैले चलाउँदै है। यहाँनिर गरम बेसी थियो नि त। र अब चाहिँ जङ्गुहरूको चाहिँ एकदमै प्र्याक्टिस मुडमा छ हो। सबैजना एकदमै मैदानमा निक्लेर प्र्याक्टिस हुँदैछ उनीहरूको। हेर्दै गर्नुहोस् तपाईँहरू पनि होइन। मलाई चाहिँ त्यस्तो बेसी क्रिकेटहरू हेर्नु आउँदैन नि त। र तपाईँहरू पनि एकदमै इन्जोय गर्नुहोस्। हेलो एक दुनमा रहेछ। हेलो हेलो थेन ल्याऊ बाई बाई। हिल्यो 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 अच्छा आम्मामा कहाँबाट आएको तिमी। र अहिले फिलहाल चाहिँ यहाँनिर जङ्गुको चाहिँ बलिङ हुँदैछ हो। अन्त लिङ्गीको चाहिँ ब्याटिङ हुँदैछ हो। म्याच कति भयो अहिले। र अहिलेको गेमको अपडेट चाहिँ के छ भने चाहिँ लिङ्गीको 4 विकेट डाउन भइसक्यो होइन। अन्त यहाँनिर हाम्रो प्लेयर्सहरू चाहिँ एकदमै यहाँनिर एनर्जेटिक मुडमा छ हो जङ्गुकोहरू। र हामी चाहिँ यहाँ जङ्गुकोलाई सपोर्ट गर्न आएको हो। यहाँ हाम्रो आनमको हस्बेन्ड चाहिँ एकदमै सुलिसुमको थियो बलिङ गर्नु हुँदैछ भने कि आनम मुनि ग आनमलाई सपोर्ट गर्न आएको र जङ्गुलाई सपोर्ट गर्न आएको हामी चाहिँ यहाँनिर। हाम्रो चाहिँ यहाँनिर गरमले हालत यस्तो भएको छ हो। यता गरमले यो फुच्चे चाहिँ यस्तो गरिरहेछ ओ बिनक चाहिँ
थिएँ क्या ले हाम्रो यो पानी उसार्ने चाहिँ यता हुनुहुन्छ सर हो वाटर बोय नआइरहेको छु भाइ अब निक्ल्यो हेलो बाई बाई गर्नु त बाई 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 नयाँ मान्छे आज किताबमा आइरहेको छ यहाँ फुटबल के भन्छ क्रिकेट हेर्नु अब बाई बाई रेग्युलर जस्तो माइला ए आएको बिति मजा आउँदैछ गरममा र मलाई चाहिँ पुरा बेसी गरम भइरहेछ होइन मैले चाहिँ आज रबर ब्यान्ड पनि लाउनै बिर्सेछु नि त त्यसले गर्दा आज चाहिँ मैले यहाँ छाताको एकदम कभरले बाँधिरहेको छु यस्तो अवस्था छ हो किताबको एकदमै यहाँनिर गरम पुरा बेसी सक्दैन छ अलिक जाडो म बस्नेहरू त एकदमै नसक्ने रहेछ अन्त साह्रो परेर पुरा बेसी गरम दामी 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 यसलाई चाहिँ फेरि नि आएर मजा लगाउनु पर्ने है ए यसलाई पनि गरम भएछ मै गरम भयो चाहिँ गरम भयो मजाले सुतेछ मेरो पछि आएर पो अझै तर यहाँ जङ्गल बिचमा भ्यू चाहिँ दामी रहेछ भ्यू इज भेरी ब्युटिफुल दामी दामी हाम्रो जङ्गुकोले पारा ल्याउँदैछ है यहाँनिर चाहिँ वाटर बोय कता जानुभएको आनम सिकेँ हाम्रो वाटर बोय दिउँ भने वाटर बोय र यहाँनिर चाहिँ नि किताब चाहिँ हाम्रो जोजोहरू चाहिँ म्याच हुँदा आइबस्थ्यो नि त होइन कति वर्ष बादमा मैले किन मेरो यो किताब पनि फर्स्ट टाइम हो नि त होइन आज क्रिकेट हेर्नु आएको पनि कहिले आएको थिएन र यो ग्राउन्डमा चाहिँ स्टेडियम बनाउनु आँटेको छ नि स्टेडियम बनाउनु आँटेको रहेछ होइन ग्राउन्ड पनि म फर्स्ट टाइम आएको तर ग्राउन्ड त ठिकै छ तर पुरा घाम ज्यादा लाग्दो रहेछ होइन यहाँ चाहिँ भ्यूहरू पनि एकदम ब्युटिफुल जङ्गल बिचमै एकदमै राम्रो रहेछ तर यहाँनिर केही त्यस्तो दोकान एन्ड अल एभाइलेबल छैन छ हो यहाँ क्रिकेट म्याच एभ्री टाइम भइबस्छ यहीँनिर र आज म पनि फर्स्ट टाइम जोजोसँग आएको हो र तपाईँहरूलाई यहाँ किताबको कसले देख्नु भएको छैन म तपाईँहरूलाई पनि देखाउँछु यहाँ किताबको ग्राउन्ड कस्तो छ भनेर हेर्दै गर्नुहोस् यो चाहिँ ओल्लो साइड है अन्त र यो चाहिँ यस्तो भित्तामा चाहिँ यहाँनिर चाहिँ पहिरो गएको रहेछ हो यहाँनिर रुखहरू एकदमै ब्युटिफुल देख्दो रहेछ मेरो अलिक क्यामेरा क्वालिटी अलिक राम्रो नभएर राम्रो देखेको छैन है र अहिले चाहिँ म्याच हुँदैछ जङ्गु र लिङ्गीको तपाईँहरूलाई म्याच पनि बिचमा देखाइदिइरहेको छु हो हेर्नुहोस् होला र यहाँको भ्यू चाहिँ हेर्नु नि क्लाउड आज दामी तर घाम चाहिँ एकदमै कर लागिरहेछ हो अलिकति घामले पनि पुरा ततिँदो रहेछ र यहाँनिर चाहिँ स्टेज रहेछ हो यहाँ चाहिँ बिचमा चाहिँ क्रिकेट खेल्ने जग्गा र यहाँनिर साइड साइडमा बस्नु लागि यहाँ वासरुम छ हो यहाँ साइड साइडमा बस्नुको लागि यहाँनिर रुखहरू पनि छ शीतल हुने हावा पनि आउँदो रहेछ दामी हो र किताबको ग्राउन्ड चाहिँ यही रहेछ हेर्नुहोस् है म पनि अझै फर्स्ट टाइम आएर हेर्दैछु र नेक्स्ट ग्रुप अरे यो चाहिँ लिङ्गीको ग्रुपको मलाई सोयन न सोयन बाई बाई मात्रै गर्छ के हो अब हामी गएको अब चाहिँ हामी चाहिँ निक्लिनु आँटेको होइन म्याच पनि सक्यो र आज चाहिँ जङ्गु र लिङ्गीको भएको थियो तर जङ्गु कति विकेटले हार्यो 3 विकेटले हार्यो है अन्त र टिमहरू चाहिँ अहिले माम खानु हुँदैछ र हामी चाहिँ निक्लेको र लिङ्गीले चाहिँ जितेको छ हो र राम्रै म्याच भयो राम्रै खेल्यो जङ्गुकोहरूले होइन सो बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी ब्लग बाई बाई टिल देन